आशाको अन्तिम आवाज भक्त बहादुरको अमर समर्पण। अस्पतालमा छटपटाउँदै श्रीमतीले भनेकी थिइन्, राजा म मर्न चाहन्न। दाङको माटोमा एउटा यस्तो प्रेम कथा मौलाएको छ जसले हृदयलाई गहिरोसँग छेड्छ र आँखाबाट आँसुका धारा बगाउँछ। यो केवल एउटा पति र पत्नीको कथा मात्र होइन, यो भक्त बहादुर विकको आफ्नी दिवंगत पत्नी आशा कुमारी नेपाली प्रतिको अगाध प्रेम, अविचलित समर्पण र कहिल्यै नटुङ्गिने यादको एक जीवन्त गाथा हो। उनको यो निस्वार्थ प्रेमले आज सामाजिक सञ्जालमा लाखौं मानिसको मन छोएको छ, उनीहरूको आँखा रसाएको छ। 2080 सालको भदौ 14 गते भक्त बहादुरको जीवनमा एउटा अप्रत्याशित वज्रपात आइलाग्यो। उनकी जीवन संगिनी आशा कुमारीले पेटको क्यान्सरको लामो संघर्षपछि यस संसारबाट बिदा लिइन्। अस्पतालको त्यो अन्तिम पलमा आशाले पीडामा छटपटाउँदै भक्त बहादुरलाई भनेकी थिइन्, राजा मलाई जसरी पनि बचाउनुहोला, म मर्न चाहन्न। तर नियतिको क्रूर खेलमा कसैको केही लागेन। भाग्यको लेखा टार्न नसकिने रहेछ भन्ने कूट सत्यलाई आत्मसात गर्दै 15 वर्ष 6 महिना 6 दिनको उनीहरूको साथ, आड भरोसा र मायाको यात्रा अचानक टुङ्गियो। आशाले भक्त बहादुरलाई एउटा सुन्दर परिवार र सुन्दर संसार त दिइन्, तर विडम्बना त्यो सुन्दर संसारमा उनी आफै रमाउन पाइनन्। पत्नीको निधन पछिको असह्य पीडालाई शक्तिमा बदलेर भक्त बहादुरले आशाको सम्झनालाई सदाका लागि जीवित राख्ने अठोट गरे। उनले आशाको घरभित्रै ठूलो शालिक बनाएका छन्, जुन केवल ढुङ्गाको आकृति मात्र होइन, भक्त बहादुरको अगाध प्रेमको जीवन्त प्रतीक हो। आशाका एक छोरा र एक छोरी छन् जसले त्यही शालिक सामु हरेक दिन फूल चढाएर आफ्नी आमालाई पुजिरहेको दृश्यले जो कसैको पनि आँखा रसाउँछन्। यो दृश्यले बाल्यकालमा आमा गुमाउनुको पीडा र त्यसपछिको अनमोल प्रेमको प्रतिबिम्ब झल्काउँछ। यति मात्र होइन, भक्त बहादुरले आशा नामक पुस्तक पनि प्रकाशित गरेका छन्। यो पुस्तक केवल शब्दहरूको संग्रह मात्र होइन, यो आशासँग बिताएका पलहरू, उनका सपनाहरू, संघर्षहरू र उनीहरूको अविस्मरणीय प्रेम यात्राको एक अमूल्य दस्तावेज हो। भक्त बहादुर भावुक हुँदै भन्छन्, मानिसको मृत्यु दुई पटक हुन्छ, एक पटक भौतिक शरीरको मृत्यु, अर्को स्मृतिमा मृत्यु। उनी हाम्रो स्मृतिमा रहिरहन् भनेर आशाको शालिक बनाए र पुस्तक लेखे। यी शब्दहरूले नै उनको प्रेमको गहिराईलाई झल्काउँछ, जहाँ भौतिक शरीरको अनुपस्थिति भए पनि आत्मीय सम्बन्ध कहिल्यै टुट्दैन। भक्त बहादुरले केही समय अघि सामाजिक सञ्जालमा लेखेको एउटा पोस्टले सबैलाई गहिरोसँग छोएको छ। उनले लेखेका थिए कि आशा जीवित हुँदा उनलाई घरेलु काममा सघाउन भनिरहन्थिन्, लुगा धुँदा म मिच्छु तपाई पखाल्नुस् भन्थिन्, किचनमा खाना पकाउँदा तपाई ग्यास पुस्नुस् म भाँडा धुन्छु भन्थिन्, आउनुहोस् दुईजना मिलेर खाना पकाउँ भन्थिन्, झाडु पोछा लगाउने काम पनि बाँडफाँड गर्थिन्। भक्त बहादुरले त्यति बेला यो सब किन गर्नु परेको होला भनेर दुखी हुन्थे, तर अहिले बल्ल उनले बुझेका छन् कि आशाले उनलाई घरेलु काम सिकाउनुको कारण थियो। अहिले उनको दिनचर्यामा यी सबै काम समावेश छन्। यो एउटा यस्तो मार्मिक पाठ हो जसले धेरैलाई वैवाहिक जीवनमा आपसी सहयोग र समझदारीको महत्त्व सिकाउँछ। यो पाठले देखाउँछ कि कसरी जीवनको अप्ठ्यारो मोडमा आफ्ना प्रियजनले सिकाएका साना कुराहरू पनि ठूलो सहारा बन्न सक्छन्। आज भोलिका श्रीमान श्रीमतीले घरको मूल ढोकाबाट निस्कन नपाउँदै एकअर्कालाई बिर्सन्छन् भन्ने कूट यथार्थको बीचमा भक्त बहादुर र आशाको यो कथा एउटा अपवाद बनेर उभिएको छ। भक्त बहादुरको यो प्रेमले साँचो प्रेम वास्तवमा अमर हुन्छ र प्राणभन्दा पनि धेरै माया गर्ने र साथ दिने केही यस्ता पात्रहरू हाम्रो समाजमा अझै पनि छन् भन्ने कुरा प्रमाणित गरेको छ। उनले वास्तविक प्रेम शब्दलाई व्यवहारमा निम्त्याएका छन्। आफूले माया गरेको मान्छे आफ्नो साथमा नभएपछि यादमा यसरी प्रेम समर्पित गरिरहेका छन्, प्रेमलाई अमर बनाइरहेका छन्। भक्त बहादुर र आशाको यो कारुणिक र प्रेरणादायी कथाले नेपाली समाजमा प्रेमको नयाँ परिभाषा कोरेको छ। यसले हामीलाई सिकाउँछ, प्रेम केवल शारीरिक उपस्थितिमा मात्र सीमित हुँदैन, यो याद, सम्मान र निस्वार्थ समर्पणमा पनि बाँच्छ।